कस्टमरहरूलाई हजुरको बिजनेसको बारे एक थोपा पनि मतलब हुँदैन। उनीहरूलाई त आफ्नै मात्रै मतलब हुन्छ नि। तपाईको बिजनेसको लोगो एकदम आकर्षक छ भन्दैमा, तपाईको वेबसाइट एकदम बवाल छ भन्दैमा, सोशल मिडिया प्लेटफर्महरुमा टन्नै फलोवर्स छ भन्दैमा, दिनकै खतरा डिजाइन वा भिडियो पोस्ट गर्नुहुन्छ भन्दैमा, दिनकै टन्नै पैसा खर्च गरेर मेटा एड्स, गुगल एड्स चलाउनुहुन्छ भन्दैमा कस्टमरले हजुरको सामान वा सेवा किन किन्ने त? उनीहरूलाई फाइदा दिन सक्नुभयो भने हजुरको सेल्स हुन्छ, नत्र हुँदैन। यही नै सत्य हो। अब सबैले गरेको देखेर हजुरले पनि मजाले डिजिटल मार्केटिङ गर्नुभयो, हैन त? टन्नै पैसा सिधाउनु भयो, तर सेल्स किन भएन थाहा छ? किन भन्दा हजुरले आफ्नो टार्गेट अडियन्सलाई तपाईको प्रोडक्ट वा सर्भिसले के फाइदा गर्छ त राम्रोसँग बुझाउन नै सक्नु भएन। कस्टमरहरूलाई त मलाई के फाइदा हुन्छ भन्ने कुरा मात्र मतलब हुन्छ। तपाईले डिजिटल मार्केटिङमा के गर्नुभयो उनीहरूलाई के मतलब? कस्टमरहरूले राम्रो बुझ्ने, उनीहरूलाई फाइदा हुने र उनीहरूको दिमागमा गडिने गरी कन्टेन्ट बनाउनु पर्यो। अनि बल्ल डिजिटल मार्केटिङले राम्रो सेल्स दिन्छ, हजुरको व्यापार बढ्छ। हजुरको बिजनेसमा इफेक्टिभ मार्केटिङ स्ट्र्याटेजी बनाउन र इम्प्लिमेन्ट गर्न हामी हजुरलाई पूर्ण रूपमा सहयोग गर्न सक्छौँ। थप जानकारीको लागि हामीलाई मेसेज गरी सम्पर्क गर्न सक्नुहुन्छ।